यो म हो, यो चाहिँ हाम्रो ब्रोहरू हो। हाम्रो चाहिँ बिजोक भइरहेछ। दुःख र गाह्रो अवस्थाभित्रै पनि अलिकति रमाइलो पल भेटिन्छ नि, जसलाई के भन्छ थाहा छ? त्यसलाई भनिन्छ बिजोग रमाइलो। र त्यसको सुरुवात हाम्रो यहाँ बल्कोबाट हुँदैछ। हामी क्याम्पिङको लागि चम्पादेवी हाइटमा जाँदैछौँ। रात बिताउने गरी हामी 6 जना साथीहरू र खाना त्यहीँ बनाउने गरी केही खानेकुराहरू किनेर हामी अगाडि बढ्छौँ। अराउन्ड 10 मिनटको राइडपछि हामी टौदोमा रहेको बिग मार्टमा गएर बेलुकाको लागि केही खानेकुरा मसलाहरू त्यहाँबाट किन्छौँ र हामी त्यहाँबाट फेरि अगाडि बढ्छौँ। यो बाटो चाहिँ काठमाडौँबाट तराई जोडिने अल्टरनेटिभ हाइवे भएको हुनाले ओभरटेक गर्दाखेरि एकदम ध्यान पुर्याउनु होला। यहाँ हाम्रो साथीले ओभरटेक गर्दाखेरि झन्डै उताबाट आइरहेको सोमोले टच गरेको थियो। सो बी केयरफुल वाइल यु राइड। मनसुनको सिजन भए पनि हामी चाहिँ पुरै मनमा जोस बोकेर अगाडि बढ्यौँ। आज चाहिँ क्याम्पिङ गर्ने हो भनेर पानी नि परेको थिएन बिहानदेखि। सो मौसम राम्रै छ, ठिक छ नि त, जाउँ भनेर हामी अगाडि बढ्यौँ। केही टाइमपछि हामी दक्षिणकाली नगरपालिका पञ्चायत भन्ने ठाउँ पुग्यौँ, जहाँबाट चाहिँ हात्तीबन रिजोर्ट जाने बाटो पनि छुट्टिन्छ र हामी पनि त्यहीँबाट उक्लिनेछौँ। भन्ज्याङ पुगेर हामी साथीहरूलाई वेट गर्ने भनेर एकछिन बस्यौँ। त्यही टाइममा मजाले पानी पनि पऱ्यो, 1 घन्टा जति हामी त्यहीँ बसिरहेको थियौँ र त्यहाँबाट केही सामानहरू केही किनेर हामी मासतिर उक्ल्यौँ। अनि यहाँबाट सुरु हुनेवाला थियो हाम्रो बिजोगको कथा।
भने यो कसरी यस्तो बाटोमा है अनाग्रस्त बाटो रहेछ यो अनि हेर बाटो अल्टिमेट राइडिङ स्किलै टेस्ट गरेछ केटाहरूले अनि यार बाइक जान्छ केटाहरू आउँदैन एकछिन कुद्नु पर्ला नि त यस्तो चलाएको यस्तो मजाले सिकिन्छ है ल यस्तो बाइक चाहिँ पठायो
यहाँ हो बस्नु त्यही केटाहरूले त पुरै अनि टेस्टै लियो त नि अनि होइन आउनु त आयो भोलि ओर्लिने चाहिँ कसरी भन्ने मलाई भइसक्यो क्या भोबल हुन्छ नि अनि ओह्रालोमा झन् गाह्रो हुन्छ नि मजै छैन नि भने बरु माथिसम्म जहाँसम्म सकिन्छ लौ नसके बरु बाइक राखेर हिँडेर जाउँ तर माथि बस्नुपर्छ बहिनी ठाउँ चाहिँ सधैँ ट्रस्ट छ होइन जान्छ जान्छ कि लडियो भने त लडियो अब के अन्त अब यस्तै अन्डा हो भने रोमको अन्डा बनाउनु पर्दैन एकछिन पुरै चिप्लेको पछाडि आयो अलिक स्ट्यान्ड लाग्छ कि भनेको एउटा झुन्डौँ न निकाल न साइड में यो साइड में यही साइड में निकाल न ल ल ल ल ल ल्याङख्याङै बनायो नि चाहिने सीधा बनाऊ सीधा बनाउँदै केटी सीधा बनाऊ सीधा बनाऊ त्यो थाहा झऱ्यो कि अलिक टाइम भयो क्या तर पानी पर्नु लडिदिन्छु होइन ओके त्यो साइडमा लिएर जाउँ न बिजोक बनायो रुमले यार बाटोको लागि त आइम सरी ठाउँ कसलाई रहेछ त्यति भन्नु ठाउँ फरक दिन भएको जस्तो लाग्यो मिस्टी मिस्टी
ठिक छ नि दाइ ठिक छ नकराब नै मलाई इट डिपेन्ड्स टुमोरो आउने कसरी गर्ने नि भन्ने उइमा लामा भनेको त हो र बसौँ न उकालो छैन नि त अब यस्तै अलिअलि लडिन्छ अब बाटै देख्दैछ होइन उकालो यस्तो यहीँ रहेछ नि त नि फेरि यस्तो बाटो छ म आउँदै आउने लाग्छ भनेर देखि बिचबाट पनि त्यही नै होला ब्रो भ्यू यहाँबाट लिएर आउँछ साइडबाट भयो ठिक भयो अब यहाँ चिप्ले ओइ मा यस्तो ठाउँमा छ नि ल ल ल ल आफै चिप्ने ल ल ल ल त्यस्तै लाग्यो हेर ठाडै छ त जाला जस्तो मलाई लागेन यार म त बाटैमा छोडिदिन्छु नि यहाँ लट्ठै सिधै उक्लिएन यहाँबाट उक्लिन्छ जस्तो लाग्छ मलाई केटा हो यहाँबाट उक्लिन्छ जस्तो लाग्छ म त सक्दिनँ है केटा लिएर जाँदा तिमीहरू
केटाहरू कहाँ गयो खै अब यस्तोमा त कसरी पुग्नु र यार मान्छे हिँड्न नसक्ने बाटो चाहिँ उकाल्नलाई ओह्राल्न चाहिँ नजानी भयो त के गर्नु त अनि त्यही लडाउँछ ल्याउ मैले थाहा छ पखन आइहाल्छ नि केटाहरू वेट 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 रुका यसो चाकु चालेर उता साइडमा हाल्नु होइन म टायर मान्छे हो नि भित्र मैले किन हुन्छ छोड खेल कति माथि हो र बाटो खतम खतम छ होला म त जहिले सम्भावना देख्छु नि त्यहाँ दुःख नभए तलै राख्थ्यौँ यहीँ को आउँला राति बरु अहिले जाँदा पर्छ त्यहीँ ठिक अरे आयो भने यो चिप्ल्याएर अरू आउँदैन नि त आइसकेपछि बिगार्दै लान्थ्यो भनेर हो क्या त्यही त त्यसपछि त्यहाँ सेफ छ कि त्यहाँ राखिदिँदा हुन्छ क्या किन योभन्दा माथि अब कोही आउँदैन क्या त्यति साह्रो त हुँदैन नडराउनु म जसरी पनि लिएर जान्छु क्या तल गाडी लिएर आएर भएन गाडीमा हालेर लिएर जानुपर्छ पनि लिएर जान्छु क्या मैले टेन्सन एउटा बोलेर हालेर आएर भएन बोकेर हालेर पनि बोलेरोमा झार्नुपर्छ होइन त पाइँदैन अनि यहाँ त टेक्नै पाइँदैन होली ओर्लिँदाखेरि नि त्यही हो ओर्लिँदाखेरि टेक्न त्यो के भने चिप्लिन्छ भने यहाँ ओर्दाखेरि 1 नम्बर गियरमा हाल्ने हो अनि पछाडिको ब्रेक अलिअलि लिने हो अगाडि हान्ने भने छिल्की गइहाल्छ त्यो झाँगा त के भन्नु त के भन्नु बाइक यही छोडिदिउँ जाउँ बरु के यसो गर्ने हो यसो नि ढिला आउँछ नि ढिला यताबाट घुमाएर गयो भने एउटा गुम्बा आउँछ भित्रै चाहिँ दिँदैन गुम्बाको कम्पाउन्डको साइडमा बाइक राखेर यताबाट हिँडेर आउने चाहिँ 10-15 मिनट जति लाग्छ अनि यहाँबाट चाहिँ कहाँबाट ओर्लिने यहीँबाट सेफ हुन्छ भन्नु चाहिँ कहाँसम्म ओर्लिनुपर्छ अलिकति अगाडिसम्म त्यो अघि उयो सिडी स्टार्ट भएको थियो नि त्यहाँबाट यस्तो जान्छ कि त्यही त्यहाँ गर्दा सेफ हुन्छ भने त त्यही राखौँ न होइन भित्रै चाहिँ राख्न दिँदैन बाहिर भयो नि गुम्बाको safe साइडमा भयो भएपछि अलिक मान्छे डराउला कि केही गर्नु भन्ने कुरो हो ठिकै छ त नि त्यही गर्नु त अब यसो ढिला आउँछ नि ढिका राखेर आउँदा अब 15 मिनट जति अर्को ढिला हुन्छ के भयो त के ढिला भएर त के यहाँबाट त माथि छ यहाँबाट 15 मिनट हिँडेर गयो भने घुमाउनु सक्छ त झन् यो अन्त अल्टिमेट राइडर भनेको त अफरोड किङ यो चाहिँ भिडियो अलरेडी इट्स रेकर्डिङ होइन यो त ट्रेलर हो होइन पिक्चर चाहिँ भोलि देखिन्छ जस्तो मैले थाहा भइसकेँ मुटु कति दशकको भालै मैले मेरो बाइक पडाङ पडाङ लडाखेरि यिनीहरूले भन्दा लड्ने आएको त होइन होइन र भने यस्तो बाटो जानी यस्तो बाटो छ भनेर हामी आउने बाटोको दोष होइन क्या इट्स अस के भन्छौ तिमी भाइ तिमी किन यहाँसम्म हाम्रो बिजोकको पार्ट सक्यो अब यहाँबाट हाम्रो
रमाइलोको पार्ट सुरु हुँदैछ। बाइक हचेडेर ढोर्याएर पनि नजाने भएपछि एक ठाउँमा सबैजनाले बाइक राखेर हामी हाम्रो सामानहरू लिएर हाम्रो स्पटसम्म हिँड्दै जाने निर्णय गऱ्यौँ। मजाले भोलिपल्ट बिहान उठ्यो घाँस काट्ने आमाहरू आउँदो रहेछ तल गाउँबाट मोराहरू तिमीहरूलाई कस्तो तर्साएन 4 दिन मात्रै भयो यही रुखमा झुन्ड्या केटीको लास लिएर गएको अरे क्या त्यसपछि सातो फुट्लो गयो होला नि। हामीलाई त बाल्ला होइन त्यो घरबेटीको छोरालाई चाहिँ डराउनु दिन्छ त्यसले चाहिँ मेरो टाइममा नाम मान्छे झिकेर मर्ने के जान्छ। सोचेर त्यसले हो कि भन्नु हो भन्दाखेरि यस्तो गाह्रो भयो होला नि उसलाई कपालको छ क्या फेरि है। के भयो तिमीले के छ खासैको होइन होला नि फेरि। ए है गाह्रो भएर माथि दिनु पर्दैन गाह्रो भएर कति दिन्छ हो तिमीले यस्तै यस्तै असल ठाउँमा त ल्याउने हो तिमी राम्रो ठाउँमा त कहाँ ल्याएको यो हेरेर पेट भरिन्छ स्टन्ट गरेर देश भन्छ भने त भ्यू हेरेर पेट भरिन्छ। त्यही पनि 2 घन्टा लाग्ला जस्तो भइसक्यो त त्यही पनि। हामीलाई त अझ धेरै कुरा देख्नु छ धेरै जिउनु छ नि त नि पेन्ट चाहिँ भित्र हाल्नुपर्छ। ध्यान जोगाएर आयो होइन त अनि सत्यमा गाह्रो यहाँ कुन चाहिँ अन्डा जोगाउने भनेर फिजारिएछ मै गोरी बाटी गरिदिउँ कि ओडेर घुम्छौ ओडाइ घुम्छौ भरिदिउँ कि मायाको रङ्ग भरिदिउँ कि। अनि कस्तो भयो त अनुभव हाम्रो? अनुभव कस्तो भन्ने कुरा पनि यादै छैन त्यस्तो भयो। के भयो सर अनि हाम्रो अनुभव ठिक भयो नि? एकदम चिल ठिक छ नि ब्रो? गुडमा हो? त्यो अघिल्लो दिनको बिजोग बाटो देखेर लाग्थ्यो कि
भोलिपल्ट हामी ओर्लिन चाहिँ सक्दैनौँ, के गरी लिएर आउने थाहा थिएन। तर जसो हामीले लिएर आयौँ बाइक। मलाई मेरो एक्सन क्यामेराको माया लागेर मैले कुनै पनि भिडियो रेकर्ड गरिनँ। हामी अराउन्ड 10 बजीतिर त्यही तल भन्ज्याङमा आइपुग्यौँ र त्यहाँ धन्यवाद। चिया र ब्रेकफास्टमा काँक्रो खायौँ र त्यसपछि हामी त्यहाँबाट छुट्टिने निर्णय गऱ्यौँ। अनि कस्तो भयो हाम्रो एकदम बवाल, क्याम्पिङ भयो नि? एकदम अनएक्सपेक्टेड एडभेन्चर टाइपको बवाल मजा छ त्योसँग। तपाईँलाई कस्तो भयो त? मलाई झन्डै तिमीसँग एकछिन बिस पनि भयो त केटाहरू।